हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो घरमा भएको तेल हाल्ने चौँठो। यसमा तोरीको तेल पेलेर टक्क यसमा तेल राखिन्छ। यसमा चाहिँ त्यो जति समयसम्म राखे पनि 1-2 बार राखे पनि केही हुन्न। अहिले प्लास्टिकमा राख्छन्। यो चाहिँ के को भन्दाखेरि गिठाको हुन्छ। हेर्नुहोस्, यो बिर्को हुन्छ अनि चनारले कोरेको। यसो चाहिँ यसमा हुन्छ ट्याक्क पारेर। अहिले चाहिँ यस्ता भाँडाकुँडाहरू देख्न मात्र पाइन्छ कतै कतै। प्रायः अहिले प्लास्टिकमा हाल्ने गर्छन्। प्लास्टिकमा हालेको तेल बिग्रिन्छ, यसमा हालेको तेल बिग्रिन्न। हेर्नुहोस् कति राम्रो छ है। यति राम्रो छ। यहाँभित्र चाहिँ यसो पुरानो, यो हाम्रो घरमा पनि अहिले प्रयोग गर्नु भएर चाहिँ हाम्रो आमाले राख्नु भएको छ। यो अर्को पनि छ, यो पनि त्यही चौँठो हो। यो पनि ठुलो छ अलि है। यो गिठो भन्ने एउटा रुख हुन्छ, त्यसबाट बनाइन्छ। यसमा चाहिँ यो तेल हालेको अलि चिल्लो कालो हुन्थ्यो, त्यति चिल्लो भएको छैन। अनि यो मामा घरबाट ल्याएको हो। म जन्मेदेखि यस्तै छ, यति सप्र्याउ छ। हेर्नुहोस्। अनि यसलाई चौँठो, यसलाई के भन्छ अरे डमर? चौँठो हो। ट्याक्क यताबाट बिर्को हुन्छ, यस्तो हुन्छ यो। अहिले यो प्रयोगमा छैन। यो किन सेतो भएको छ भन्नु होला, यो प्रयोगमा छैन अहिले। राखेको छ त्यत्तिकै। यहाँ पनि प्रयोग गर्नुहुन्न अहिले पनि। प्रायः हामी प्लास्टिकै प्रयोग गर्छौँ। हेर्नुहोस् यो है।